मन बहुला हो यो त तेरो मायाको असर छोट सहन रोए। दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ सन्देश टिभी। दर्शकबिन पछिल्लो समयका निकै नै लोकप्रिय गायक प्रमोद खरेलले भोकल गर्नुभएको प्रेमले गरिबी मन पराउँदैन बोलको म्युजिक भिडियोको फर्स्ट पोस्टर आज मात्रै भर्खर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। दर्शकबिन यो म्युजिक भिडियो भने अब तपाईहरुमा कहिले र कुन युट्युब च्यानल मार्फत आउने भएको छ त र यो म्युजिक भिडियोमा अन्य को कलाकारहरू देखिने भएका छन् त सम्पूर्ण जानकारी तथा रिपोर्टहरू यही भिडियो अन्तर्गत तपाईले डिटेलसम्म जानकारी दिन गइरहेका छौं। त्यसैले भिडियोलाई भने अन्तिमसम्म हेरी साथ दिनुहोला। यदि तपाईहरु हाम्रो सन्देश टिभी च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो सन्देश टिभी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन घण्टी पनि अवश्य थिचिदिनु होला ताकि हामीले प्राप्त गरेका यस्तै रिलेटेड जानकारीहरू तपाईको मोबाइल सेटरमा सजिलैसँग उपलब्ध हुनेछन्। दर्शकबिन यस म्युजिक भिडियोमा डाइरेक्सन गर्नु भएको छ क्रान्ति केसीले भने र यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ। पछिल्लो समयका निकै नै लोकप्रिय मोडल विक्रम बुढा थोकी र रश्मिका ठकुरीले एकैसाथ अभिनय गर्नु भएको बिल्कुलै नयाँ अनि फ्रेश म्युजिक भिडियो प्रेमले गरिबी मन पराउँदैन बोलको म्युजिक भिडियोको फर्स्ट पोस्टर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भइसकेपछि यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि दर्शकहरू निकै नै कुरेर बसिरहेका छन्। दर्शकबिन यस म्युजिक भिडियोमा लिरिक्स म्युजिक गर्नु भएको छ पछिल्लो समयका निकै नै लोकप्रिय सर्जक रोशन सिंहको लिरिक्स म्युजिक रहेको छ भने र रोशन सिंहले गरेका प्रत्येक म्युजिक भिडियो करोडौं कलममा पुग्ने गर्छन् र रोशन सिंहले गरेका लिरिक्स म्युजिक थुप्रै दर्शकहरूले एकदमै मन पराउनुहुन्छ। दर्शकबिन अहिले पछिल्लो समयमा प्रमोद खरेलको लामो ग्याप बछिको बिल्कुलै नयाँ नि फ्रेश म्युजिक भिडियो प्रेमले गरिबी मन पराउँदैन बोलको म्युजिक भिडियो भने अब तपाईहरुमा जबको 2-4 दिन भित्रै सार्वजनिक हुने क्रममा रहेको छ। दर्शकबिन यो म्युजिक भिडियोको सुटिङ कार्य अहिले सम्पन्न भइसकेपछि यो म्युजिक भिडियोको अहिले छायाङ्कन एडिटिङ कार्य चलिरहेको छ। दर्शकबिन यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि तपाईहरु कतिजना पर्खेर बसिरहनु भएको छ त हाम्रो कमेन्ट बक्सको तलतिर आफ्नो सुझाव सल्लाह प्रतिक्रिया दिन भने नभुल्नु होला। हवस् त दर्शकबिन आजको लागि भने यति नै छोटो जानकारी तपाईलाई दिन आएका थियौं। बाँकी जानकारी अर्को भिडियो मार्फत तपाईलाई दिँदै गर्नेछौं। तबसम्मको लागि म सुरेन्द्र बसवाल पनि तपाईहरुमा बिदा हुन चाहन्छु। जय नेपाली संगीत, जय सन्देश टिभी।